अर्कको नजरमा श्रम संस्कृति पार्टी भनेको उनको प्राइभेट कम्पनी हो। पार्टीको विचार भनेको ढुङ्गा बोक्ने मात्रै हो। वाद नीति र सिद्धान्त भनेको हर्कवाद हो। जनता भनेको आदिवासी जनजाति र उनको जय जयकार गर्ने कोटरीका एकमुठी मान्छे मात्रै हुन्। सबैभन्दा पहिला चाहिँ उसले श्रम संस्कृति पार्टी चाहिँ प्राइभेट कम्पनी भनेर छ। यो प्राइभेट कम्पनी होइन, यो चाहिँ निर्वाचन आयोगमा दर्ता भएको पार्टी हो, जुन पार्टी स्थापना भएको 2 महिनामै होइन राष्ट्रिय पार्टी बन्न सफल भयो होइन। त्यतिखेर पनि तर चुनावको बेला हामीलाई प्रचार प्रसार गर्न पनि दिएन। टी सर्ट लगाइराखेको पनि खोल 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 भनेर प्रहरीले खटाइएको थियो। र तपाईँको चाहिँ के अरे 14 दिनको विन्डोमा मात्रै प्रसार गरे भन्ने खालको रिस्ट्रिक्सन्स लगाइएका थिए। ती सारा कुरा हुँदाहुँदै पनि त्यसका बावजुद हामीले यसलाई 5औं ठुलो राष्ट्रिय दलको रूपमा चाहिँ नै स्थापित गर्यौं। यो निर्वाचन आयोगमा दर्ता भएको हो। त्यसले गर्दाखेरि यो वीरेन्द्र जैरू कि फैरू भन्ने मान्छेलाई म यो भन्न चाहन्छु। हर्क साम्पाङ बारे त टिप्पणी गर्ने इच्छा पनि थिएन, किनभने स्वतन्त्र प्रेसले पनि त्यस्ताको मात्रै टिप्पणी गर्ने इच्छा राख्छ जसले टिप्पणीका लागि आफ्नो स्तर मेन्टेन गरेको हुन्छन्। हो, हर्क साम्पाङ टिप्पणी आलोचनाका समेत लायक छैनन्, यसपटक झनै देखिएनन्। टिप्पणी गर्न लायक पनि नभएको भन्ने कुरा, टिप्पणी गर्न लायक नभएको भने किन त्यो भनेर भनिराखेको होइन। मलाई गाली गर्न खोजेर नै तपाईँको त्यो टिआरपी बटुलेको होला होइन, नत्र भन्दा किन मेन्सन गरिराख्नु तपाईँले त्यो चिज। तपाईँ चाहिँ कुन लेभलको तपाईँको चाहिँ के अरे पत्रकार हो र? एकचोटि इन्टरभ्यू लिनु न है, त्यसपछि थाहा भइहाल्छ नि को कतिको लेभलको रहेछ भन्ने कुरा। त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि तपाईँको पत्रकारिता नगर्ने खालको बनाइदिन्छ। यो देशमा प्रधानमन्त्री हुन योग्य एक मात्रै मान्छे हर्कराज राई हुन्, अनि यो देशको ढुङ्गा माटोको माया उनी बाहेक कसैलाई छैन। अर्को कुरा, हर्कराज राई मात्रै देशको प्रधानमन्त्री बन्न लायक सम्झन्छ यसो मान्छेले भनेर भनेर छ। मैले त्यस्तो ले भनेको छु होइन। तर एउटा राष्ट्रिय दल चलाएको मान्छे है, एउटा दलको अध्यक्ष भइसकेपछि त्यो प्रधानमन्त्री भन्ने पद चाहिँ व्यक्तिको निजी हो र होइन, त्यहाँ पुग्न पनि सकिन्छ, के छ र होइन। पत्रकारिता छोडेर आउँदा हुन्छ, तपाईँ पनि आउँदा हुन्छ, तपाईँ पनि सक्नुहुन्छ, के छ र त्यो चिज हो। त्यो मैले कुनै पनि हालतमा त्यो भनेको छैन। र यो देशलाई अत्यन्तै धेरै माया गर्ने मान्छे भएको कारणले गर्दाखेरि होइन, म जस्तो यो देशलाई माया गर्ने मान्छे चाहिँ बन्नुपर्छ देशको नेतृत्व भन्ने कुरामा म क्लियर छु। तपाईँ पनि क्लियर बस्नुहोस्। देशलाई माया नगर्ने मान्छेहरूले देश चलाएको कारणले होइन देशको हालत यो भयो। न सिमानाको टुङ्गो छ, जनताको जनजीवनको टुङ्गो छ होइन। जहिले हल्ला हो हल्ला है, जहिले चाहिँ आगजनी, तपाईँको चाहिँ अराजकता, यी सारा कुरा किन भइरहेछ भन्दाखेरि देशको माया छैन। त्यसले गर्दा स्वदेशी विचार बोक्ने मान्छेले चलाउनुपर्छ देश। उनको दृष्टिमा विश्व ब्रह्माण्डको एक मात्रै धर्म किरात धर्म हो, दोस्रोमा इसाई र तेस्रोमा इस्लाम मात्रै हो। उनको बोली पिच्छे, स्टाटस पिच्छे सबै धर्म बराबर भन्ने मात्रै हुन्छ, तर व्यवहारमा कुनै धर्म सम्प्रदाय भन्दा माथि उठेको कुनै संकेत भेटिँदैन। आदिवासी मात्रै जनता उसको भनेर भनेको छ। मैले कहिले त्यस्तो भनेको छु होइन। आदिवासी भनौँ या जोसुकै भनौँ, 3.5 करोड नेपालीको देश हो यो। 3 करोड नेपालीले मैले जनता सम्झिरहेको छु। 3 करोड नेपाली मध्येको एउटा जनता म पनि हो। के छ र त्यसमा? त्यो मैले कहिले त्यस्तो भनेको छु? तपाईँलाई कहिले त्यस्तो लाग्यो? यो साथी रहेछ, यो कुन चाहिँले कति पैसा दिएर उ गरे हो कुनै। अर्को कुरा, हिन्दू धर्मलाई धर्म नमान्ने, किरातलाई मान्ने, इस्लाम र तपाईँको चाहिँ नि इसाईलाई मान्ने भन्ने हिसाबको चाहिँ नि अभिव्यक्ति आइरहेछ। हिन्दू धर्मलाई मैले धर्म नमानेको भएदेखि तपाईँको चाहिँ नि मठ मन्दिरतिर के गर्न जान्छु म होइन। तपाईँको चाहिँ मन्दिर बनाइदिइरहेको छु मैले धरानमा होइन। सूर्यनारायण भगवानको मन्दिर बनाउने मान्छे होइन म। मम्मीहरू हुँदाखेरि मैले त्यो जग्गा एलोकेट गरिदिएँ, त्यहाँदेखि शिलान्यास गरेँ, त्यो मन्दिर स्थापना भएपछि उद्घाटन गर्ने मान्छे होइन म। के भन्न खोज्यो यो मान्छेले? हरेक धर्मलाई रेस्पेक्ट गर्छु म। अफवाह नफैलाउनुहोस्। तपाईँलाई कति पैसा दियो, कसले दियो त्यो भन्नु नि। यहाँबाट एउटा मेरो इन्टरभ्यू लिनु अघि सक्नुहुन्छ भने एउटा इन्टरभ्यू लिनु, लाइभ रेकर्डेड होइन, बेकारको।
जे पाते भनेको छ, अफवाह फैलाएको छ है, जे पनि अर्क साम्पाङले गराए, जे पनि अर्क साम्पाङले, सबै घटना अर्क साम्पाङले गरेर मैले भनेको छु। मलाई भगवान मान्नु नि ईश्वर मान्नु, भगवान र ईश्वरको खरखटनमा मात्रै सबै थोक हुन्छ अरे भन्ने छ नि त बुझाइ होइन। त्यसै छ को कसले के गर्छ होइन। आफै धरानको मेयर हुँदा हिन्दू र इसाईबीच झन्डै झन्डै दंगा मच्चाइ नै सकेका थिए। अहिले गृहमन्त्री र प्रधानमन्त्रीको कमजोरीले देशमा अशान्ति भएको एकहोरो विष वमन गरिरहेका छन्। धरानको मेयर हुँदाखेरि धार्मिक द्वन्द्व गराएर कहिले गराएँ मैले धार्मिक द्वन्द्व? कहाँ गराएँ? के छ प्रमाण है? आफै हाम हल्ला गर्दै आउने अर्का साम्पाङ मुर्दाबाद मुर्दाबाद भन्ने है, सबै यो राजनीति हो तपाईँको, मलाई थाहा छ। तपाईँ कुनै दलको एउटा चाहिँ नि होइन, तपाईँको पत्रकार हो, कुनै दलको कार्यकर्ता हो तपाईँ, त्यसले गर्दाखेरि त्यो दलबाट परिचालित भएर अर्को साम्पाङलाई कसरी चाहिँ के गरौँ भनेर चाहिँ तपाईँको त्यो टिममा आबद्ध भएर यातायात गरिराख्नु भएको छ। छोडिदिनुहोस् है, तपाईँको आत्माले तपाईँले थुकिरहेछ हौ, आत्माले थुकिरहेछ, अनि मुखले जे पाते भनेर के गरेको थियो? अचम्म लाग्छ। पत्रकारिता पनि यस्तो हुन्छ? के रिपोर्टिङ हो त्यो? जथाभावी बोलेको छ, यो त्यो भनेको छ। मेयर हुँदा इसाईको क्रिसमसमा क्रिसमसकै ह्याट लगाएर केक काटेर उत्सव मनाउँथे। हिन्दूको लक्ष्मी पूजा आउँदै गर्दा चाहिँ लक्ष्मी पूजा गर्नुभन्दा ढुङ्गा बोक्नु राम्रो भन्थे। कति पैसा पाउनुहुन्छ यस्तो बोलेको? एउटा इन्टरभ्यू मेरो लिनु होइन, लाइभ गरौँ, त्यसको भोलिपल्टदेखि पत्रकारिता गरौँ, तपाईँले गाह्रो हुन्छ। त्यस्तो बनाइदिन्छु, च्यालेन्जै भयो होला। उद्देश्य हर्कको पनि चन्द्र छुने नै देखिन्छ। संसदमा 7 सिट भए पनि आफूलाई प्रधानमन्त्री हुने योग्यताको मान्छे हो भन्ने ठान्छन्, तर व्यवहारमा कुनै धर्म जाति विशेषबाट माथि उठ्न सकेका छैनन्। जे पाते बोलेको छ सबैलाई यस्ता खालको अफवाह फैलाउनेहरूलाई चाहिँ यही खालको तपाईँको चाहिँ के अरे उत्तर दिनु होला। धन्यवाद छ, नमस्ते, जय होस्।